जुन चाहिँ यो बाटो बनिँदैछ यो बाटो बनिएको विषयमा चाहिँ हाम्रो यो जुन चाहिँ हाम्रो जति एक्जिक्युटिभ हामी मेम्बरहरू छौँ हाम्रो भनाइ चाहिँ के छ भनेदेखिलाई अब यो चाहिँ सुचारू रूपले काम त हुन्छै नि र जुन त्यसमा लाग्ने लगानी साथै समाज सरसामानहरू चाहिँ हामी यो जो हाम्रो युनियन छ यो हाम्रो 2017 तर उयोमा के अरे उयोमा कागजपत्रमा छ चाहिँ हाम्रो 2019 देखि हाम्रो कागजहरू छ हाम्रो जुन सेक्रेटरीको छ अन्त त्यो चाहिँ अब 19 देखि हामीले उयो गरेर आएको छौँ हाम्रो युनियनलाई नै दिया जाओस् भने चाहिँ हामी हाम्रो पिकअप युनियन आफ्नो एक्जिक्युटिभ बडीबाट चाहिँ हामी सभासचिवलाई चाहिँ हामी आग्रह गर्छौँ मेन कुरो चाहिँ त्यो छ र जे जति चाहिएमा अब सभासचिवले हामीलाई के कस्तो हुन्छ भन्नु सक्नुहुन्छ हामी पनि किनकि तत्पर छौँ तपाईँहरूलाई के गर्नुपर्ने कसो गर्नुपर्ने सो कार्यलाई चाहिँ हामीले सबैले हामी छौँ तयार छौँ र अर्को कुरो के छ भनेदेखिलाई अब भन्नु न भाइस प्रेसिडेन्ट विशेष चाहिँ यो विषयमा छ तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद छ गाउँघरमा पनि धेरै चर्चा भइरहेको छ विशेष अब तपाईँ र मेरो बिचमा अस्ति त्यसमा चाहिँ अब तपाईँले चाहिँ त्यो सबै कुरो हामी युनियनलाई नै समाटेर चाहिँ गरिदिनु भयो भने चाहिँ धेरै धेरै राम्रो हुन्छ हामीलाई हो यी विषयमा चाहिँ अब तपाईँलाई धेरथोक चाहिँ अस्ति पनि तपाईँसँग बातचित भयो त्यहाँको रेड बोर्ड के कसो हुन्छ अब तपाईँ स्वयं बसेर सरकारहरू बसेर गर्ने चाहिँ राम्रो हुन्छ त्यही विषयमा चाहिँ तपाईँसँग यसो हामी सम्पूर्ण पहाड नै प्रगति भएर जाँदैछ त्यस्तै प्रकारले हाम्रो लेबुङ बदामधाम समष्टि पनि त्यही प्रकारले तपाईँको माया आशीर्वाद तपाईँको सपोर्टले गर्दामा आज बिजिपिएम पार्टी आज फर्स्ट इयर अनि बिजिपिएम पार्टीले जिटिएमा अंशग्रहण गरे पश्चात पञ्चायत समितिमा अंशग्रहण गरे पश्चात एउटा उन्नति र प्रगतिमा देख्न पाउँदैछ है तपाईँहरूले 2.5 वर्ष भयो सभासद बनाएको 2.5 वर्षमा तपाईँहरूले देख्नु हुँदैछ होला के कस्तो हुँदैछ है अब हिजो के भयो हिजो कसले के गर्यो त्योपछि हामी कदापि जानु हुँदैन जति सक्यो उहाँहरूले त्यति नै गर्यो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिनुपर्छ अनि अझै हामीले यसरी एकमुष्ट भएर आउँदो दिनमा अगाडि कसरी लानुपर्ने कसरी गर्नुपर्ने भनेपछि हामी सबैजना एकमुष्ट भएछ भने चाहिँ अघि बढेर जान्छ आज यो फल्ना त्यो ढिस्का त्यो यस्तो भनेछ भने हो कसैले फेसबुक खालि बोल्ने मान्छे फेसबुकमा हेरेर कमेन्ट्स गर्ने मान्छे के त हुँदैन नि त आज जेसुकै भने पनि यो क्षेत्रको सभासद म हो मलाई तपाईँले बनाउनु भएको होइन यो पहाडको लिडर भनेको अनित थापाजी हो कि जस्तै भए पनि हामी विकास गर्छौँ भनेर निस्केको हाम्रो अनित थापाजीले होइन न गोर्खाल्यान्डको कुरा न करुको कुरा के गरेको हामीमा न भनेको जस्तो बाटो छ न नाला झोडा छ न राम्रो घर छ न बसेर एउटा समाजभित्रको एउटा सामाजिक कार्य गर्ने जग्गा पनि नहुँदाखेरि हाम्रो यो कुरो चाहिँ अनित थापाज्यूले म विकासको मुद्दालाई अघि बढाउँछु भनेर अघि गर्नु भएको नि त्यही विकासको फलस्वरूप आज लेबुङ बदामधाम समष्टि विकास हुँदैछ जुन चाहिँ घोडामुतुवा देखि लिएर छिपछिपीको बाटो त्यो एकदमै जीर्ण अवस्थाको कतिपयजनाले सोचेको पनि थिएन होला त्यो एउटा इक्जाम्पल थियो मेरो लागि पनि एउटा चुनौती थियो म क्षेत्र सभासद भएको छ 2.5 वर्षमा कसरी गरौँ भनेर एउटा गरेर त्यहाँसम्म पुर्याएन कसैले छिपछिपीको बाटो बनाइदिन सियो बनाइदिन्छ अर्जी पनि नचढाइकन आज त्यो बाटो सुरु भयो आज यो बाटो मेरो मात्र होइन कि तपाईँ पिकअप चालकसँगको मात्र होइन सम्पूर्ण लेबुङ बदामधाम समष्टिको त्यो बाटो एउटा यातायात गर्ने 1968 को भल पहिरोमा सिक्किम ब्लक हुँदाखेरि चाहिँ माझीटार रोड चलेर चाहिँ त्यहाँबाटको मान्छेलाई चाहिँ यातायात साथसाथै खाद्य सामग्रीहरू लगेको यहाँबाट हेरेको त्यो बाटो त्यो इतिहास साक्षी छ नि त त्यो इतिहास साक्षी हुँदा पनि हाम्रो के प्रकारले जोजन मिलेको थिएन तर यसपालि चाहिँ अब अनित थापाजीको कुशल नेतृत्वले गर्दा हाम्रो त्यो बाटो पनि बनिँदैछ त्यो बाटो मात्र नभएर लेबुङदेखि लिएर घोडामुतुवासम्म 11 किलोमिटर त्यो पनि बनिन्छ अनि त्यो मेन्टेनेन्स हुन्छ अनि म यही भन्न चाहन्छु तपाईहरुलाई
आज पिकअप चालक सङ्गठन मात्र होइन, अरू चालकहरू पनि हुनुहुन्छ, सिन्डिकेटहरू हुनुहुन्छ, त्यो बाटो यातायात गर्दा कसैको पर्सनल गाडीहरू हुन्छ, धम्की नदिएर केही नदिएर काम गर्दा चाहिँ आधी घन्टा पर्खिनु छ भने पर्खिनुको चाहिँ एकदमै अवस्था राम्रो कपरेट गर्नुपर्छ काम गर्दा। मलाई त सभासद बनाउनु भयो, मेरो कर्तव्य अनि अनित थापाजीको कर्तव्य, चिफ बनाएको अनित थापाजीको कर्तव्य के हो भने चाहिँ हामीले तपाईँहरूले विकास माग्नु भएको थियो, विकासको लागि विकास ल्याइदिएको छौँ। सधैँभरि सुपरभाइजर अनित थापाजी आएर पनि गर्न सक्दैन, सबैको सभासद पनि सक्दैन। त्यो बाटो आम नागरिकदेखि लिएर सबैको वरिष्ठ व्यक्तित्वहरूको त्यो चाहिँ हेर्नुपर्छ। अनि अपोजिसनमा बस्ने, बोल्ने, कराउने, फेसबुकमा लेख्नेहरूको उहाँहरूको पनि दायित्व, उहाँहरूले पनि देखरेख गर्ने चाहिँ हो कि त्यहाँनिर आएर चाहिँ सबै सुपरभाइजर हामी गर्नु सक्दैन। अनि जुन प्रकारले आज तपाईँको छिपछिपे मात्र होइन, आज लेबुङ बदमताम समष्टि धेरैवटा काम हुँदैछ। तपाईँको 173 करोडको पानीको प्रोजेक्ट हुँदैछ, बदमताममा 11 करोडको काम कम्प्लिट भइसक्यो हो कि। आज गिङको बाटो मेन्टेनेन्स हुँदैछ, बेनेकवनको बाटोहरू हुँदैछ, हर्सिङको बाटोहरू हुँदैछ। अनि तपाईँहरूले म यति नै भन्न चाहन्छु, तपाईँहरूको मात्र होइन, लेबुङदेखि लिएर हर्सिङ अरू पनि छ भने पिकअप चालकको छ भने त्यसमा एउटा तपाईँ एकमुष्ट सङ्गठन बनाउनुहोस्, त्यो झन् अझै राम्रो हुन्छ। थपेछौँ भने किन भनेपछि हामीले एकमुष्ट गरेछ भने आज त्यो एरियामा कसको पर्छ, बदमताम एरियामा त्यो एरियाको पिकअपले त्यहाँ गर्छ, गिङको गर्छ, हर्सिङ गर्छ, तपाईँको पिकअप त भ्याउँदैन नि भनौँ भने हो किन भनेपछि। अब यसरी जोगाजोग कन्ट्याक्ट भएको थिएन हिजोसम्म पनि, आज तपाईँहरू आउनुभयो। अब सुरम मेरो समष्टि प्यारेन्ट्स बडीको एउटा एक्जिक्युटिभ मेम्बर पनि हो किन भन्नुहोस्। आज तपाईँसँग मेरो आफ्नोपना छ, आज राजुहरू मेरो साइनहरूले भानिसहरू आफ्नो साथी सङ्गीहरू सबै छ। तर यसरी एउटा साङ्गठनिक तौरमा यसरी भेटघाट पनि भएको थिएन, एकदमै राम्रो दिन हो, एउटा राम्रो कुरो पनि हो, भइरहेको छ। अनि म तपाईँलाई यो रिक्वेस्ट गर्न चाहन्छु कि सबै लेबुङको चाहिँ एकत्रित हुनुहोस्। अनि तपाईँले जुन चाहिँ भन्नुभएको छ त्यो कुरो बाहिरको हुँदैन, तपाईँले जहाँ पाउनु पर्यो तपाईँले पुग्दैन पनि। यति चाहिँ म भन्न चाहन्छु। यति बिना लेबुङमा उन्नति र प्रगति र विकास भएर जाँदैछ लेबुङ। हेर्नुहोस्, अरूले सोचेको छैन होला यो मान्छे कस्तो छ। हेर्नुहोस्, म लाटो चाहिँ होइन, धेरै भित्र बसेर काम गर्ने मान्छे हो। अनि म माथि अनित थापाजीको आशीर्वाद छ, अनि तपाईँहरूको पनि माया छ, यहाँको सम्पूर्ण आम नागरिकको आशीर्वाद छ। म कहिले पनि डक्नु खोज्दिनँ अनि यो क्षेत्रलाई राम्रो गर्ने कोसिस पनि गर्छु।